सर्वोच्च अदालतले अहिले साथमा नदेखिए पनि कुनै समय खातामा रहेको रकम वा सम्पत्तिबारे सम्बन्धित व्यक्तिले नै जिम्मेवारी लिनुपर्ने दृष्टिकोण सहित नयाँ नजिर स्थापित गरेको छ। पहिले खातामै देखिए पनि अहिले साथमा नभएको सम्पत्तिको जिम्मा लिनु नपर्ने भन्ने यसअघिको नजिर प्रतिस्थापन गर्दै सर्वोच्च अदालतले आफ्नो स्वामित्वमा रहेको सम्पत्तिको पुष्टि हुने गरी स्रोत खुलाउन सक्नुपर्ने व्याख्या गरेको हो। सर्वोच्च अदालत को यो नजिरले भ्रष्टाचारबाट आर्जन हुने गैर कानूनी सम्पत्ति र सम्पत्ति शुद्धिकरणको मुद्दामा नयाँ मानक बनेको छ। यो नजिर गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेकादेखि सम्पत्ति शुद्धिकरणको अभियोग खेपेकाहरूको हकमा समेत आकर्षित हुने देखिन्छ। सहकारी ठगीको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि समेत सम्पत्ति शुद्धिकरणको अभियोग रहेको छ। सहकारी बाट अपचलन गरेको आर्जन आफ्नो खातामा राखेर सम्पत्ति शुद्धिकरण गरेको आरोप खेपिरहेका लामिछानेको मुद्दामा यो नजिर आकर्षित हुने देखिन्छ।